श्री स्वस्तानी व्रत कथा अथ तृतीयोऽध्याय। हे अगस्त्य मुनि, यो कुरा विस्तृत छ, तिमीलाई संक्षिप्तले मात्र कहन्छु सुन। यस्तै तरहले दक्ष प्रजापतिकी स्त्री वीरणिका गर्भदेखि 33 कोटी कन्या जन्मे। 33 कोटी कन्यालाई दक्ष प्रजापतिकी वीरणी स्त्रीले यथायोग्यले पालन पोषण गरी हुर्काइन्। अगस्त्य मुनि फेरि सोद्धछन्, हे कुमारजी, दक्ष प्रजापतिका 33 कोटी कन्या देवताहरूले कस्ता तरले विवाह गरे त्यो आज्ञा हवस् भन्दा कुमार आज्ञा गर्छन्। हे अगस्त्य मुनि, स्वर्गका सम्पूर्ण देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अष्टवसु, 10 दिक्पाल आदि समस्त गणहरू बसी सभा गरिरहँदा हामीहरूका स्त्री छैनन्। दक्ष प्रजापतिका 33 कोटी कन्या छन्, विवाह गरौँ, कन्या माग्न दक्ष प्रजापति कहाँ कसलाई पठाउँ भनी सबैले सल्लाह गरी नारद ऋषिलाई भने, हे नारद मुनि, तिमी दक्ष प्रजापति कहाँ गई? उनका कन्या हामीलाई दिन्छन् कि मागी आऊ भन्दा हुन्छ भनी नारद मुनि दक्ष प्रजापति कहाँ घर गए। दक्ष प्रजापतिले भेटी शिष्टाचार गरी के काम ल्याउनु भयो भनी विनम्रतापूर्वक सोधनी गरे र नारदले पनि आफूलाई देवताहरूले पठाएको कुरा वृत्तान्त कही तपाईँ 33 कोटी देवता, 33 कोटी कन्या, 33 कोटी देवताहरूलाई दिनुहुन्छ कि भनी कन्यार्थी भई आएको हुँ भन्दा दक्ष प्रजापति खुसी भई, हे नारद मुनि, तिम्रा अमृतरूपी वचनदेखि भलो हुने कुरा सुन्न पाएँ। तिमी पनि धन्य रहेछौ, म पनि धन्य रहेछु। एक सतीदेवीलाई छोडेर अरू 33 कोटी कन्या तिमीले भनेका देवताहरूलाई वाग्दान गरिदिएँ, बोलिदिएँ। सतीदेवी नदिएको किन हो भने मेरा छोरा छैनन्, सम्पत्तिको रक्षा को गरिदेला भने नदिएको हुँ। अब तिमी देवताहरूसित गई विवाहको दिन लग्न ठहर्याई पठाऊ भनी नारदजीलाई यथोचित पूजा गरी विदा गरिदिए। नारद मुनिले पनि लौ त म जान्छु भनी दक्ष प्रजापतिसित विदा भई स्वर्गमा पुगे। अनि देवताहरूका नजिकमा गई दक्ष प्रजापतिसित भएका कुराको वृत्तान्त कही सतीदेवी बाहेक दक्ष प्रजापतिले 33 कोटी कन्या, 33 कोटी देवतालाई दिए। अब विवाहको दिन ठहर्याई पठाऊ भने यति नारद मुनिले भनेको सुनि देवताहरू खुसी भई धन्य नारद मुनि भनी विवाहको दिन ठहर्याई सबै सामग्री तयार गरे दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले देवताहरू आएको देखि मनमा आनन्द गरी नाना मङ्गल यात्रा गरी आफ्ना मर्यादाले सतीदेवी बाहेक 33 कोटी कन्या, 33 कोटी देवतालाई कन्यादान दिए। देवताहरूले कन्यादान पाई आफ्ना आफ्ना स्त्री लिई आफ्ना आफ्ना आश्रममा गए। यो त्यो वृत्तान्त कैलाश पर्वतमा रहेका महादेवले चाल पाए र यी देवताहरूले मसित एक वचन पनि नसोधी मलाई बाहेक गरी आफूले मात्र कन्यादान लिआएछन्। कैलाशको अधिपति भई मेरा स्त्री छैनन्, अब मलाई कन्या को देला भनी ध्यान दृष्टिले विचार गरी हेरे र दक्ष प्रजापतिका 33 कोटी कन्यामा सबैभन्दा जेठी सती देवी रहेकी रहेछिन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। ती कन्या माग्न दक्ष प्रजापतिका समीप कसलाई पठाउँ, बरु आफै जान्छु भनी दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले महादेव आएको टाढैबाट देखी भने, हे स्त्री, त्यो आउने महादेव हो, के भन्न आयो भनी वीरणीसित कुरा गरिरहँदा महादेव दक्ष प्रजापतिका घर मुनि पुगे। दक्ष प्रजापतिले झ्यालबाट हेरी माथि आ भनी डाकी, हे महादेव, त मेरा घर के काम ल्याइस् भनी हेलासित भने, हे र महादेव आज्ञा गर्नुहुन्छ। हे दक्ष प्रजापति, तिम्रा घरमा आउनु मेरो अरू काम केही थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताहरूले कन्यादान पाई उद्धार भए। अब सती देवी रहेकी छन्, म योग्य पनि छु। ती कन्या मलाई कृपा गर। यति महादेवले आज्ञा गरेको सुनि दक्ष प्रजापति क्रुद्ध भई भने, हे पापिष्ट महादेव, मेरी कन्या सतीदेवी त योग्य कि कसो गरी होली त कस्तो भने खरानी घस्ने, सर्पका गहना लगाउने, बाघको छाला ओढ्ने, डमरू त्रिशूल हातमा लिई बुढो गोरुमा चढे हिँड्ने, श्मशानमा बास गर्ने, विष भाङ धतुरो खाने, नाङ्गो देख्दैमा पनि अशोभा, यस्तो तैँले मेरा सामुन्ने आई यस्ता कुरा कसरी गरिस? जा मेरा घरमा नबस भनी पाखुरामा समाती उठाए। महादेवले यस्ता तरहले दक्ष प्रजापतिले आफूलाई नाना तरहको निन्दा गरेको, क्षुद्र वचन बोलेको सुनि बहुत चित्त दुखाई बाहिर आए। नदिने भए दिन्न भने होइजान्थ्यो, त्यस्तो निन्दा गर्नु पर्दैन थियो।
अब कता जाउँ कसले ती कन्या मलाई पारिदेला भनी। श्री विष्णु भएका ठाउँ गए। श्री विष्णुले महादेव आएको देखि झट्ट उठी आदर गरी विश्राम गृहमा बसाली। के कामले आउनुभयो भनी सोद्धा महादेवले हे विष्णु भनी आफूले सतीदेवी माग्न दक्ष प्रजापतिका घरमा गएको र दक्ष प्रजापतिले नाना तरहले निन्दा गरेका कुराले मन दुखी बनेको व्याकुल भएको कुरा बिसाउन आए। जसो गरी त्यो कन्या मेरी होलिन् त्यसै गर्नुहोस् भनी यति महादेवबाट आज्ञा भएको सुनि विष्णुले भने हे ईश्वर, यो काम सफलीभूत पार्न म दत्तचित्तका साथ काममा लागौँला। सन्देह नगरी बक्सेला म दक्ष प्रजापति कहाँ गएर आउँछु। म नआउन्जेल तपाईँ यहीँ राज गर्नुहोला भनी महादेवलाई त्यहीँ बस्न अनुरोध गर्दै आफू दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले विष्णु आएको देखि माथि बोलाई आदर गरी वैकुण्ठ माथि बोलाई आदर गरी बैठक कोठामा बसाली। हे विष्णु, आज मेरो घर किन कसरी पवित्र पार्ने अवसर प्रदान गर्नुभयो, आज्ञा गर्नुहोस् भनी सोधेर विष्णु आज्ञा गर्छन्। हे दक्ष प्रजापति, केही माग्न भनी आएको तिमीले दिने भए माग्छु भन्दा दक्ष प्रजापति भन्छन् हे विष्णु आज्ञा गर्नुहोस्, तपाईँले जेसुकै मागे पनि म अवश्य दिउँला। यति दक्ष प्रजापतिले भनेपछि विष्णु आज्ञा गर्नुहुन्छ। हे दक्ष प्रजापति, वैकुण्ठको अधिपति भइकन पनि मेरा स्त्री छैनन्। तिमीले कृपा गर्नाले 33 कोटी देवताले कन्या पाई उद्धार भए। अब सती देवी रहेकी छिन्, ती कन्या मलाई कृपा गर। यति श्री विष्णुले आज्ञा गरेको सुनि दक्षपतिले मनमा विषाद गरी भने हे विष्णु, मेरा पुत्र छैनन्, सम्पत्तिको रक्षा गर्न राखे कि दिनु त योग्य थिएन। के गरौँ, मैले बाचा हारे, दिनु पर्यो। ती कन्या तपाईँकी बहिनी सुदिन ठहराई कन्यादान लिनुहोस्। यदि दक्ष प्रजापतिले भनेको सुनि विष्णु लौ भनी वैकुण्ठमा जानुभयो। विष्णु आएको महादेवले देखि हे विष्णु, तपाईँ गएको काम कसो भयो भनी सोधनी भयो र विष्णु बिन्ती गर्नुहुन्छ। ईश्वर, म गएको काम पुग्ला भने जस्तो भयो, तर मलाई भनी मागी आए। तपाईँले वृद्ध सन्यासीको रूपले कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नु। मलाई भिक्षा नदी कन्यादान लिए पनि श्राप गरौँला। त्यसैले पहिला मलाई भिक्षा देऊ भन्नु। म हे सन्यासी, मेरो मुहुर्त बित्न लाग्यो, कन्यादान भई सकिने बित्तिकै भिक्षा दिउँला, श्राप नगर, यहाँ आई बस भनी म बसेको ठाउँमा बसाली राखौँला। दक्ष प्रजापतिले कन्या दिँदा उनका आँखा छली तपाईँका हातमा पारिदिउँला। यस दिन यस बेला आउनुहोला भनी दक्ष प्रजापतिसित भएका कुराको वृत्तान्त समेत विष्णुले भन्नुभएपछि महादेवजीले लौ भनी हर्षमन गरी विष्णुसित विदा भई कैलाश पर्वतमा पाल्नुभयो। हे अगस्त्य मुनि, यसले यो तेस्रो अध्याय माघमा पाठ गर्ला। जसले यो तेस्रो अध्याय माघमा पाठ गर्ला अथवा सुन्ला वा सुनाउला, त्यसका घरमा वंशवृद्धि भई सन्तानहरू परिपूर्ण होलान्। सन्तानको स्त्री वृद्धि, मनमा शान्ति र कीर्तिद्वारा सदैव सुखी रहला। इति श्री स्कन्दपुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे दक्ष कन्या देवतानां विवाह वर्णनं नाम तृतीयः। हरि ओं तत्सत्।